एकादशी छ। मैले तिम्रो बिलको इजलासमा मेरो निर्दोषिता प्रमाणित गरेँ। मैले तिम्रो बिलको इजलासमा मेरो निर्दोषिता प्रमाणित गर्न सायद अझै सबुत प्रमाणहरू पेश गर्नु पर्ला। यद्यपि म निर्दोष भएँ। मैले तिम्रो मनको विशाल फाँटको एक कुनामा आश्रय पाउन सायद धेरै तारेखहरू भेट्नु पर्ला। यद्यपि म त्यसको वास्तविक हकदार भएको। म मन्जुर थिएँ मेरो निर्दोषिताको लागि सबै सबुत प्रमाण जुटाउन अनि तिमीले दिएको म्याद तारिख सबै बुझ्न। म मन्जुर थिएँ मेरो निर्दोषिताको लागि सबुत प्रमाणहरू जुटाउन अनि तिमीले दिएका म्याद तारिख सबै बुझ्न। तर तिमीले अकस्मात फैसला गर्यौ। त्यो पनि त्रुटिपूर्ण फैसला। तिमीले अकस्मात फैसला गर्यौ, त्यो पनि त्रुटिपूर्ण फैसला। दिलको महल र प्रेम ऐनको विपरीत गयो। तिमीले फैसला गर्यौ, त्यो पनि त्रुटिपूर्ण फैसला। दिलको महल र प्रेम ऐनको विपरीत गयो। अनि मलाई पुनरावेदन गर्ने हकम्याद र हकदैयासम्म दियो। प्रेम ऐनको दफा दफामा लेखिएको मजुर तिमी र म बीच मायाको लेनदेन भएको थियो। दिलको महल अनुसार नै हामी बीच सँगै जिउने सँगै मर्ने करार भएको थियो। प्रेम ऐनको दफा दफामा लेखिएको मजुर तिमी र म बीच मायाको लेनदेन भएको थियो। दिलको महल अनुसार नै सँगै जिउने सँगै मर्ने करार भएको थियो। तर अफसोस तिम्रो परिवारले हाम्रो करारलाई जालसाजीको संज्ञा फ्रडको संज्ञा। तिम्रो परिवारले हाम्रो करारलाई जालसाजीको संज्ञा लिए अनि तिम्रो दिलको हर धड्कनसँग रम्ने मेरो हक खोसी। तिम्रो मायाको शीतलता मैले बस्ने अधिकारबाट वञ्चित गरेँ। अनि मैले तिम्रो सामु मेरो हक अधिकारको प्रचलन गराउन माग गर्दा मेरो झुट्टा अभियोगबाट छुटकारा दिलाइदिन अपिल गर्दा मेरो हकदैया नपुग्ने जिकिर लिई मेरो अपिल खारेज गरिदेऊ। अनि तिम्रो दिलमा दर्ता भएको मेरो नाम बदल गरी अर्कैलाई बकस गरिदेऊ। आखिर के कसूर थियो र मेरो तिमीले मलाई मृत्युदण्ड भन्दा पनि कठोर सजाय।